नमस्कार, लोकसेवा प्री क्वालिफिकेसन सिरिजको डे 14मा सबैलाई स्वागत छ। आज हामी कुरा गर्दैछौँ नेपालमा योजनाबद्ध विकासको बारेमा। ल हेर्नुस्, यो एउटा यस्तो टपिक हो नि जहाँबाट लोकसेवामा एउटा एमसीक्यू त लगभग फिक्स नै हो। त्यसैले आजको यो छोटो विश्लेषणमा हामी ठ्याक्कै परीक्षामा के सोध्छ त्यति मात्र हेर्छौँ, अरू केही पनि होइन। ल अब सुरु गरिहालौँ। सबैभन्दा पहिले नेपालको योजनाको इतिहासका केही नभई नहुने तथ्यहरू हेरौँ जसले हाम्रो बुझाइको आधार बनाउँछ। स्क्रिनमा हेर्नुहोस् त, नेपालमा योजनाबद्ध विकासको सुरुवात कहिले भयो? सन् 2013 पहिलो योजनाबाट। अनि 8औं योजनाले के ल्यायो? उदार नीतिमा ठूलो परिवर्तन। 13औं योजनाको मुख्य लक्ष्य थियो एलडीसीबाट माथि उठ्ने। 15औं योजना अहिले चलिरहेको छ भने 16औं योजना आउने क्रममा छ। यस्तो टाइमलाइन जोडा मिलाउनुहोस् भन्ने प्रश्नमा धेरै सोधिन्छ, ख्याल गर्नुहोला। अब यो चाहिँ एकदमै महत्त्वपूर्ण वैचारिक परिवर्तन हो। हेर्नुस्, पहिलोदेखि 7औं योजनासम्म राज्यले सबै कुरा नियन्त्रण गर्थ्यो, विकास कल्याणकारी हुनुपर्छ भन्ने थियो। तर 8औं योजनापछि पुरै युटर्न भयो। आर्थिक नीतिहरू खुला र उदार भए अनि निजी क्षेत्रलाई अगाडि सारियो। सही गलत छुट्याउने प्रश्नको लागि यो कन्सेप्ट एकदमै जरुरी छ। ल अब अलि भित्र पसेर केही महत्त्वपूर्ण आवधिक योजनाहरू र तिनका हाई प्रोबेबिलिटी डिटेल्स हेरौँ। मतलब परीक्षामा सोध्न सक्ने मुख्य कुराहरू। यो तीनवटा कुरा याद गरिहाल्नुस्। 13औं योजनाको सपना के थियो? नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने। 14औं योजना किन विशेष? किनभने यो संविधान बनेपछिको पहिलो योजना थियो जसले एसडीजीजलाई अपनायो। र अहिले चलिरहेको 15औं योजनाको मुख्य फोकस केमा छ? सङ्घीयता कार्यान्वयनमा। हरेक योजनाको यो विशेष पहिचानबाट फ्याक्ट बेस्ड एमसीक्यू बन्न सक्छ। तथ्याङ्क सोध्ने प्रश्नको लागि यो टेबल एकदमै महत्त्वपूर्ण छ। 15औं योजनाले के लक्ष्य राखेको छ? प्रति व्यक्ति आय $1595 पुर्याउने, निरपेक्ष गरिबीलाई 18.7बाट घटाएर 9.5%मा झार्ने अनि मानव विकास सूचकाङ्क 0.624 पुर्याउने। अरू धेरै डेटा छन्, तर यी तीनवटा चाहिँ जसरी पनि याद गर्नुहोला। अब सबैभन्दा नयाँ 16औं योजना। यसमा नयाँ के छ? र अझ महत्त्वपूर्ण कुरा, लोकसेवाले परीक्षार्थीलाई फसाउन सक्ने एउटा कमन ट्र्याप के हो? आउनुहोस् त्यो क्लियर गरौँ। ओके, परीक्षामा फसाउने ट्र्याप नै यही हो। धेरैजसो यहाँनिर झुकिनुहुन्छ। हाम्रो दीर्घकालीन सोच 2100 चाहिँ समृद्ध नेपाल सुखी नेपाली हो। तर 16औं योजनाको सोच त्यो होइन। 16औं योजनाको सोच हो सुशासन, सामाजिक न्याय र समृद्धि। यी दुईटा बिल्कुलै फरक कुरा हुन्। यो कुरा दिमागमा सेट गरिहाल्नुस्। यो हाई प्रोबेबिलिटी ट्र्याप हो। अनि 16औं योजनाले देशको संरचना नै बदल्न यी 4 कुरामा जोड दिएको छ। देशको आर्थिक जग बलियो बनाउने, उत्पादन र प्रतिस्पर्धा बढाउने, स्वस्थ र सिप भएको जनशक्ति तयार गर्ने अनि गुणस्तरीय पूर्वाधार बनाउने। ल यति पढिसकेपछि कत्तिको याद भयो त? आउनुहोस् छिटो केही एमसीक्यू अभ्यास गरेर आफूलाई जाँचौँ। पहिलो प्रश्न, नेपालमा संस्थागत योजनाबद्ध विकासको सुरुवात कहिलेदेखि भयो? अप्सन्सहरू स्क्रिनमा छन्। 3 सेकेन्ड सोच्नुहोस्। सही उत्तर हो बी, विक्रम सम्वत 2013 हो। यही सालबाट पहिलो पञ्चवर्षीय योजना सुरु भएको थियो। दोस्रो प्रश्न, कुन योजनालाई खुला तथा उदार आर्थिक नीति अपनाएको योजना भनेर चिनिन्छ? फेरि 3 सेकेन्ड। यसको सही उत्तर हो सी, 8औं योजना। यही योजनाले निजीकरण र बजार अर्थतन्त्रतर्फ देशलाई डोर्याएको थियो। र अन्तिम प्रश्न, ट्र्यापवाला, आउँदै गरेको 16औं आवधिक योजनाको आधिकारिक सोच के हो? अप्सनहरू ध्यान दिएर हेर्नुहोला। र सही उत्तर हो बी, सुशासन, सामाजिक न्याय र समृद्धि। याद आयो नि? समृद्ध नेपाल सुखी नेपाली त दीर्घकालीन सोच 2100 पो हो, 16औं योजनाको होइन। ल अब अन्तिममा यो पुरै टपिकलाई 5 वटा बुदामा निचोडौँ। यो एउटा चेकलिस्ट जस्तै हो, रिभिजनको लागि एकदमै सजिलो। यो 5 कुरा याद राख्नुभयो भने यहाँबाट आउने प्रश्न मिल्छ। 1. योजनाको सुरुवात 2013 साल। 2. उदार नीतिको सुरुवात 8औं योजना। 3. 15 योजनाको गरिबीको टार्गेट 9.5%। 4. सबैभन्दा ठूलो ट्र्याप समृद्ध नेपाल सुखी नेपाली के हो? दीर्घकालीन सोच। र 5. 16औं योजनाको सोच के हो? सुशासन, सामाजिक न्याय र समृद्धि। बस यति भए पुग्यो।
थप अभ्यास र जानकारीको लागि www.loksewa.online मा जानुहोला। आफ्नो तयारीलाई अझै बलियो बनाउन प्री क्वालिफिकेसन सिरिजको डे 15 को लागि हामीलाई फलो गर्नुहोला। अन्तिम समयमा रिभाइज गर्न यो सामग्री सेभ गरेर राख्नुहोस्। थप रिसोर्सेसको लागि डिस्क्रिप्सनमा भएको लिङ्कमा जानुहोस् र निशुल्क जीके सामग्री, फ्ल्याश कार्ड्स र मक टेस्टको लागि www.loksewa.online मा जान नबिर्सनुहोला। अर्को दिन भेटौँला।